एकचोटि समुद्रको किनारमा भङ्गेरीले अन्डा दिन्छ र त्यो अन्डा दिइसके पश्चात अब जस्तै समुद्रमा छाल आउने र जाने गर्दछ। अब त्यसमा समुद्रको छाल आउँछ र त्यो भङ्गेरीले दिएको अन्डालाई लिएर जान्छ समुद्रको गर्भभित्र। अब यो भङ्गेरी सानो भङ्गेरी आत्तिन्छ र आत्तेर उसले समुद्रलाई अनुरोध गर्छ कि हे समुद्रदेव, मलाई कृपया मेरो जुन यो अन्डा हजुरले लिनुभयो मलाई फिर्ता गरिदिनुहोस् भनेर। अब भङ्गेरीले अनेकौँचोटि अनन्तचोटि अनुरोध गर्छ, प्रार्थना गर्छ, तर अनेकौँ अनुरोध पश्चात पनि समुद्रले कुनै पनि प्रतिक्रिया देखाउँदैन। यति नदेखाएपछि अब यो भङ्गेरी क्रोधित हुन्छ र क्रोधमा उसले समुद्रलाई थर्काउँछ र थर्काउँदै भन्छ कि मैले अहिलेसम्म हजुरसँग एकदम प्रार्थना गरेर मागेको हो, तर हजुरले मेरो प्रार्थना सुन्नु भएन। त्यसैले अब म यो सङ्कल्प लिन्छु कि म पुरै समुद्रलाई सुकाइदिन्छु भनेर। यस्तो दृढ सङ्कल्प लिए पश्चात त्यो सानो भङ्गेरीले त्यसपछि आफ्नो सानो चुच्चोमा जति पानी अट्छ समुद्रको त्यति अटाउने गर्थ्यो, लिन्थ्यो र त्यो बाहिर गएर फ्याँकिदिन्थ्यो। फेरि जान्थे समुद्रमा थोरै पानी भर्थ्यो र यसरी फेरि बाहिर फ्याँक्थ्यो। यसरी कैयौँ दिन उसले यो प्रक्रियालाई जारी राख्यो र यो कुरा एक कान दुई कान मैदान हुँदै चारैतिर फैलियो। सबै मान्छेले यही चर्चा गर्न थाले कि हेर यो पागल भङ्गेरी, यसको बुद्धि छैन, यसले आफ्नो सानो आकार त हेर्नु पर्थ्यो, घाँटी हेडी हाड लिनु भन्छन्, हाड निल्नुपर्छ अरे हामीले। कम्तीमा उसले सङ्कल्प लिनुभन्दा यो त बुझ्नु पर्थ्यो कि समुद्र कत्रो ठुलो छ र उसको क्षमता र योग्यता कत्रो छ भनेर। अब यसरी सबैले जिस्काउँथे, कसैले राम्रो भन्थे, हेर सानो भएर पनि ठुलो सङ्कल्प लिएकी छिन् भनेर। भने यसरी कुरा फैलिँदै फैलिँदै गरुडका पुग्छ, जो चाहिँ भगवान् विष्णुका वाहन हुनुहुन्छ। र गरुडले जब थाहा पाउनु, वा त अब पक्षीहरूको राजा हुनुहुन्छ, र गरुडले जब थाहा पाउनुभयो कि मेरो पक्षीहरू चराहरूमध्ये एउटा सानो भङ्गेरीले यो सङ्कल्प लिएका छिन् कि उसले पुरै समुद्र सुकाइदिन्छन् रे भनेर। त्यसपछि समुद्र देवले जुन अन्डा दिनुभएको थिएन त्यो कुरा सबै कुरा बुझेर पछि गरुड स्वयं आउनुहुन्छ त्यो भङ्गेरीलाई र भङ्गेरीको त्यो स्थितिलाई देखेर आश्वासन दिँदै भन्नुहुन्छ कि तिमी पिर नल्याऊ, म तिम्रो लागि माग्छु भनेर भन्नुहुन्छ। र त्यसपछि गरुडले समुद्रलाई भन्नुहुन्छ कि हे समुद्रदेव, म भगवान् विष्णुको वाहन हो र मसँग सम्पूर्ण शक्ति र सामर्थ्य छ। त्यसैले म तिमीलाई अनुरोध गर्दैछु कि तिमी जुन यो भङ्गेरीको अन्डा राखेका छौ त्यो चाँडै नै फिर्ता गर। यदि तिमीले फिर्ता गरेनौ भने मैले तिमीलाई सुकाइदिनेछु र मसँग यो शक्ति छ है भनेर भन्नुहुन्छ। अब यति भनिसकेपछि समुद्रदेव डराउँदै निस्किनुहुन्छ र त्यो अन्डा त्यो भङ्गेरीलाई फिर्ता गरिदिनुहुन्छ र यसरी गरुड फिर्ता जानुहुन्छ र भङ्गेरी आफ्नो जीवनमा खुसी भएर बाँच्छन्। अब यो कथाबाट हामीलाई के थाहा हुन्छ भने कि हामीले आँट गर्नुपर्छ, हामीले केही राम्रो गर्नलाई सफलता प्राप्त गर्न सङ्घर्ष गर्नुपर्छ। हुनसक्छ त्यो कुरा असम्भव हुनसक्छ, तर जबसम्म हामीले प्रयास गर्दैनौँ, हाम्रो प्रयास अब साँच हुँदैन, भगवान्ले पनि हामीलाई सहयोग गर्नुहुन्न। त्यसैले आवश्यक छ कि हामीले सुरुमा पाइला आफूले चाल्नु पर्यो, यो प्रयासको पाइला। र त्यसपछि जब हाम्रो दृढ सङ्कल्पलाई देख्नुहुन्छ, हाम्रो साँचो प्रयासलाई देखेपछि भगवान् स्वयं पनि हामीलाई सहयोग गर्न आउनुहुनेछ। त्यसैले प्रयास गर्न कहिले नछोड्नु। धन्यवाद।